नमस्कार साथीहरू, मैले स्याङ्जा जिल्लामा छौँ। हामी यहाँ कथा दिलमाया सिरियलको सुटिङ गर्नका लागि हामी स्याङ्जामा आएका हौँ। अहिले म चाहिँ सुटिङ स्पोटभन्दा अलिकति पर आएर यहाँ घनाजस्तक जङ्गल देखेर म यहाँ बसिरहेको छु। रमाइलो छ यो घनाजस्तक जङ्गल, मलाई धेरै रमाइलो लाग्छ है। त्यसैले म यो जङ्गलतिर बसेर भ्लग बनाउँदैछु। हैन, तपाईहरुलाई कस्तो लाग्यो यो जङ्गल? कतिजनालाई डर पनि लाग्छ जङ्गल देखेर, किनकि यहाँ बाघ, भालु, स्याल यस्तै हुन्छन् भनेर नै डर लाग्ने गर्छ। तर मलाई भने चाहिँ यस्तो जङ्गलहरू देख्यो भने धेरै रमाइलो लाग्छ। फेरि एकदम सुनसान ठाउँ हैन, एकदम रमाइलो हरियाली जङ्गल, यस्तो ठाउँमा चाहिँ मलाई धेरै रमाइलो लाग्छ। त्यसकारणले गर्दाखेरि म यहाँ बसेर भ्लग खिच्दैछु। अहिले म तपाईहरुलाई त्यो सुटिङ स्पोट पनि म देखाउने छु। त्यहाँ पानीको कुवा छ, त्यहाँ आज पानी भर्ने र गाग्रीमा पानी भर्ने र बोकेर लाने त्यो सिन भएको छ। त्यसकारणले गर्दाखेरि उहाँहरु चाहिँ त्यहाँ कुवामा पानी भर्दै हुनुहुन्छ। अहिले म त्यो पनि देखाउने छु तपाईहरुलाई। हेर्नुस् है साथी, यस्तै छन्। तपाईहरुलाई यो जङ्गलहरु पनि देखाउने छु। जङ्गल कस्तो छ भन्ने कुराहरु पनि तपाईहरुले थाहा पाउनुहुनेछ। यही यो साथीहरु जङ्गल हेर्नुस् त, कति ठुलठुला रुखहरु छन् है। पहिला त यहाँ खेती गर्ने खेत हो कि बारी हो पनि रहेछ क्या हो। यो आङ्लोहरु छन्, तर धेरै अगाडि छोडेको। हेर्नुस् साथी हो है, यहाँ बाघ, भालु, स्याल पस्यो भने यहाँ निस्किनै खोज्दैन जस्तो छ, किनकि जङ्गल ठुलो छ, भित्र खुल्ला है। यस्तै छ नि, हेर्नुस्। ल साथीहरु, हामी सुटिङ स्पोटतिर जाँदैछौँ है त। अब हामी जानेछौँ। अब त्यहाँ सुटिङ के हुँदैछ त्यो पनि हामी हेर्नेछौँ। म तपाईहरुलाई देखाउने छु कस्तो छ, के हुँदैछ हैन। डायलगहरु के छ, के बोल्दै छ भन्ने कुरा चाहिँ म तपाईहरुलाई देखाउने छु है त साथीहरु। साथी दिदी मलाई त कस्तो डर लाग्यो नि, त्यहाँ कालु काका हिँड्ने हुनुहुन्छ। रसङ्ग भयो नि सबैलाई आमा डराउनु हुन्छ। हालिदिनु के अरे, कस्तो हो बच्चाको झगडा राम्रो हुन्छ। सर हजुर हालिदिनु के दिदी मलाई कस्तो डर लाग्यो। हालिदिनु के दामी हुन्छ। कालु काका हिँड्ने हुनुहुन्छ। के भन्छ यो कसको मैले लिएछु है, यहाँ छ है। उहाँलाई डाइरेक्ट इन गराइदिने कसो छ हजुर? उहाँलाई त्यहाँबाट आगो गरिदिनु। जाऊ बाबु तिमी जाऊ। पहिले लिएर आउनु। सारा नानी, पानी त खुब चिसो होला है नानी? पानी चिसो होला है? हैन, तातो उम्लेको तातो प्रेम सुटिङ यही हो हैन, यो सुटिङ खत्तम भएर अहिले मलाई पानी दिन लाग्यो। पानी खाएर खत्तम भयो। बोतल राख्नु पानी बाबुलाई अगाडि ल्याऊ। क्यामेरा नहेर है बाबु। यही हो साथीहरु सुटिङ स्पोट भनेको। तपाईहरुले देख्नुभयो नि है, यस्तै छ हाम्रो जिन्दगी।
यो हाँस्दै